हेलो गाइस, म चाहिँ पाण्डु छु अनि आज मेरो छुट्टीमा चाहिँ आज अलिकति काम थियो, आडी भाइको काम थियो। सो त्यही काम गर्न आएको। स्याल त छँदै छैन नि तरी छँदै छैन। अनि त्यहाँदेखि अब अनि म चाहिँ आडी भाइको नाइकी तौदैछु यो देखाइदिउँ तिमीलाई। बस्दै आडी भाइको नाइकी तौदैछ होइन यो। सो त्यसको अलिकति के गर भन्दै थियो कि उसले, अनि त्यही भएर आएको। खाजा नाइकी खान आएको। त्यो माथि मान्छे छैन रहेछ। अनि सबैजनालाई ह्याप्पी होली। हाम्रो बिना दिदी होली खेल्न नजाने? म त जाने हो होली खेल्न भनेको दाचातिर जानु हो। कहिले आउँछ यो थाहा नै छैन। चिया खाऊँ, त्यहाँदेखि एकछिन बसौँ। आएन भने चल्दिहाल्नु, कहाँ चल्दिनु पर्ने हुन्छ। आयो आयो ओए तोरी यता। अरे भाइ कहाँ गयो? कहाँ राडी भाइ के भन्नु चाहन्छ? के भन्नु के नभन्ने यार? नयाँ त्यो के अरे गीतको बारेमा के भन्नु चाहन्छ भने? नयाँ गीत आउँदैछ, सुन्नु पर्यो। के भन्ने त? नयाँ गीत आउँदैछ सुन्नु पर्यो। त्यो चाहिँ के भनेको? त्यो त म पनि भनिदिन्छु। नयाँ गीत आउँदैछ आडी भाइको सुन्नु पर्यो। अहिले भन्नुपर्ने यस्तो यस्तो हो, यो तारिक यो यस्तो आउँदैछ भनेर। दिमाग खराब भइरहेछ के खराब भयो? के भयो? अरे कति रुपियाँ अरे? कहाँमा खेलेछ? पैसा उठाउनु पुग्दैन। जहिले लाइफमा तिनीहरूको यार जिन्दगी लाइफमा चलिरहेछ यार। हाम्रो जिन्दगी छैन यार। अनि के छ नि चाह? होलीमा कहाँ जाने हो? हामी त तैसा हेर्नु सुकुरा बिच के प्लान बनाउँदा हो क्या? यो भन्थ्यो अरे अस्ति। छ्यातेको ट्र्याक दिएछ यो छोरीले। कसले? तैँले कता? अनि राम्रो त कहाँ दिन्छ राम्रो होइन भनेर त्यसले दिँदै दिन्छ। के भने यार चिया बस्यो दिएर नि। हो गाइस, अघि नै चाहिँ म माथि गएको थिएँ। माथि चाहिँ अलिकति के भन्छ अरे त्यो आडी भाइको भिडियो के अरे गीत आउँदैछ नि त। अनि हिजो मलाई माथि आएर चाहिँ त्यो अलिकति माथि त्यो एल्बमको लागि त्यो भिडियो एउटा बनाइदिन भन्ने कुरा गरेको थियो। अनि त्यही भिडियो बनाउनु चाहिँ बिहान उठेर चाहिँ म गएको थिएँ कि माथि गएको थिएँ नि त। अनि त्यो चाहिँ आज त्यो माथि आज होली रहेछ। अनि होली भएको माथि भएमा चाहिँ तिनीहरू सुकुटी बिच कि कहाँ जाने होली खेल्न जाने कुरा गऱ्यो। त्यही भएर चाहिँ मैले नबनाउँदा पनि ठिकै छ भनेर घर आएको थिएँ। घर आएको पसलतिर जान आउँदिनँ। अनि त्यही भएर घरमै बसिरहेको थिएँ। अनि माथि बहिनीले एक्लै भयो सकिनँ भन्ने थाल्यो कि। अनि त्यही भएर चाहिँ फेरि
माथि 1 घन्टा गएर आउनु पऱ्यो भनेर चाहिँ गएर जान आँटेको। सो त्यही हो, घरमा अलिकति काम थियो, काम त बट त्यो काम थियो। अनि कुचोहरू पनि धुनु थियो, अघि न सफा गरेर लुगाहरू पनि धुनु थियो। लुगा धुनु त मन लाग्छ कि, बट पानी छैन नि त घरमा चाहिँ पानी ल्याएर आएको छैन, त्यही भएर चाहिँ पानी तानेको छैन कि, त्यही भएर मासला मार्ने हो क्या। माथिबाट ढुङ्गा फ्याँके गर्दैन माकियो अनि त्यही भएर चाहिँ म जान आँटेको। चिया मात्र पिया आज, छुट्टीमा त के खानु मन लाग्दैन, भोक पनि लाग्छ कि लाग्दैन, त्यो पनि म खानु मन लाग्छ। अनि त्यही हो, लाइफ चलिरहेछ भनौँ, जिन्दगी चलिरहेछ। अब यो भन्न त के चाहिएन अरू त कुन ल्याएर चाहिँ बिग्रेको बाटो अङ्कलको घरकाललाई पुग्यो। अनि त्यो आज प्लान छैन, केही छैन। आज त्यो माथि होली खेल्नु पनि मन छैन। ब्ल्याक एन्ड वाइट जिन्दगीमा होइन, त्यो रङको के महत्त्व हो कि हो कि होइन भन्दा मलाई चाहिँ त्यस्तो। ओ अङ्कल सन्चै हुनुहुन्छ? के हो ब्लग बनाएको? उहाँ चाहिँ मेरो अङ्कल। खाना खानुभयो? ए म माथि जान आँटेको अङ्कल एकछिन, किन? क्याफेमा अलिकति काम पऱ्यो, त्यही भएर। आज छुट्टी, त्यो बहिनीले सकेन अरे, त्यही भएर जान आँटेको अङ्कल। उहाँ चाहिँ मेरो अङ्कल र आन्टी हुनुहुन्छ घरमा चाहिँ, दाइ भाउजूहरू हुनुहुन्न यता। सो त्यही हो, लाइक वंशबाट आफ्नै अङ्कल नै फेरि बाउ मेरो बाको भाइ। अनि मेरो बा फर्स्टमा बित्यो होइन, त्यहाँदेखि ठुलो बाउ बित्नुभयो। म बित्दाखेरि मेरो बा बित्दाखेरि चाहिँ म सानो थिएँ कि, लाइक हुन्छ नि सानो बच्चा थिएँ कि। अनि बाउ बित्ने बेलामा चाहिँ बाउले मलाई भनेको थाहा छ कि अहिले चाहिँ चाङपालाई चाहिँ उता खेल्नु लैजाऊ लक भनेको थियो कि, लाइक त्यस्तै भनेको थियो होइन। यहाँ त आउँछ क्या त्यो पनि लालु गुराँस फलेको यार। अनि त्यो अनि म ठुलो बाउ बित्दाखेरि चाहिँ म चाहिँ इन्डियामा थियो। सो इन्डियामा कोभिडभन्दा अगाडि, कोभिड होइन 2016तिर होला, 15-16 कति कहिले होला बितेको। अनि त्यही चाहिँ जिन्दगी चलिरहेछ जस्ट आफूले अलिअलि गर्दैछ। अनि म पनि अब बिस्तारै बाहिर देश जान्छु भनेर सोचिरहेछ। यहाँ बसेर काम जान्दैछु कि जब आफू गरिब हुन्छ नि, आफ्नै औकातले पनि हेप्छ कि, आफ्नो मान्छेले पनि हेप्छ भने थाहा नि। जब आफूसँग कमाइ छैन, कमाइ दमाई केही छैन भने आफ्नै मान्छेले हेप्छ कि, त्यही भएर गाह्रो छ। यहाँ काम गरेको नि भयो लगभग 1 वर्ष जति हुन आँट्यो। सो हेरौँ के हुन्छ, अब जानु त पर्ने हो, एकदम भ्रमण जानुपर्ने चाहिँ। किनकि लाइक आफ्नो फ्युचरको लागि पनि हेर्नु पऱ्यो होइन, यतिकै बसेर त भएन। त्यही सोचिरहेको छु, हुन्छ कि हुँदैन थाहा छैन, ट्राई गर्ने हो। लास्ट 2-3 ताल ट्राई गर्ने हो। जिन्दगीले पठायो भने भाग्यमा छ भने चाहिँ गइदियो हेर्ने, नत्र छैन भने चाहिँ त्यही हो, नेपालमा बसिन्छ, शान्तिले काम गरिन्छ। सो त्यही हो।
सोचे जस्तो चाहिँ हुँदैन कि लाइफमा जे जस्तै सोचे पनि आफूले यो गर्छु त्यो गर्छु भन्ने सोचेर पनि हुँदैन कि यहाँ चाहिँ वाल उठाउँदैछ भएको पनि वाल उठाएको यत्रो ठुलो उठायो 3वटा 4वटा उठाउने रहेछ यार चारवटा उठाउने हेभी उठाएको नि हेभी उठा फ्याट हुन्छ तलबाट आयो तलबाट आउँदैन फ्याट हुन्छ झन् बिहान आउनुपर्छ होइन बिहान 6:30 बजी उठेर आउनुपर्छ 6:40-50 आइपुग्छ माथि बिस्तारै के छ मेरो धर्म दाइ के छ दाइ खाना खानुभयो भिडियो हो कि भिडियो उनीहरूको कसरी लिने दिइसक्यो हे प्रभु मेरा त गम्छा निकल गया रे दादा सो त्यही काम गर्नु अझै यहाँको ठेकदार अनि अहिले गुम्बामा चाहिँ धेरै रिनोभेसन भइरहेछ क्या धेरै अस्तिको चाहिँ के भन्छ अरे पार्टी पहिरोले चाहिँ धेरै चिज गएको छ नि त त्यही भएर रिनोभेसन गर्दैछ सबैजना बनाउँदैछ यहाँ अहिले गेट बनाउँदैछ है माथि गुम्बा सो अब गइन्छ के खाइन्छ आइन्छ होइन के खाइन्छ त होइन अघि नै भाइले त्यो छिमेकी भाइ भेट्यो कि अनि त्यो भाइले होइन चिया खानु पैसा अलिक दियो अब आफूले सक्नु हुँदैन त्यही त नि 50-60 रुपियाँ दियो भने उसलाई पनि खाजा खर्च हुँदैन नि त होइन त्यही भएर चाहिँ दिएको हो अब मैले त्यो दया अनुभूति सनुभूति भनेर चाहिँ दिएको होइन मिल्छ नि त एउटा पीडा छुट्टै पीडा छ कि त्यही पीडा बुझिन्छ नि त त्यही भएर चाहिँ अनि दिएको सो त्यस्तो के हो भने लाइफमा जे पनि हुन्छ होइन जे पनि हुनसक्छ आज आफूसँग रमाइरहेको मान्छे त भोलि छोडेर जान्छ भने त थाहा हुँदैन भने सानो कुरामा खुसी हुनुपर्छ अनि यहाँ पनि बनाउँदो रहेछ सो म चाहिँ आज क्यापुचिनो बनाउन आयो क्यापुचिनो माथिको क्याफे यहाँबाट यस्तो जाने हो माथि होइन माथि रक्कै जाने सट्टा लाएर बधाई त्यस्तै छ नि हाई गर्नु न यार छिटो हाई गर्नु दे हाई गर्नु दे छिटो So, I'm back. What happened to your hand? Playing with the cards and then Say hi to my vlog. What happened? not much. It's just the plants that sting. Yeah. Like I was playing with the ghosts and then like put my hands in spells and it's really weird process. Coming back to you. कतिवटा आयो It's just harder कतिवटा It's something I try to work on, but कतिवटा रे 13 वटा क्यापुचिनो 13 वटा लाटे 1 बजेदेखि सुरु गर्नु मैले यहाँ गरिसक्यो अब Okay guys, I'm going to make a cappuccino. अब यो बनाएर चाहिँ खाजा खाएर चाहिँ म चाहिँ घरतिर सुत्नु जान्छु है turn 18.
अर्डरहरू आएको थियो त्यो अर्डरहरू सकाएर चाहिँ म घर आइपुगिसक्यो अहिले चाहिँ मेरो यहाँ त्यो चल्न के अरे टोइलेटको लागि चाहिँ यता टोइलेट बनाउन रहेछ त्यो खनिरहेछ मलाई चाहिँ अलिक सानो लाग्यो जस्तो लागिरहेछ त्यो पनि अब ठिक छ भित्र नुहाउनेदेखि लिएर अलिक वाइट भनेपछि नुहाउने पनि राख्ने भन्ने कुरा त्यस्तै सोचिरहेको थिएँ सो दाइसँग एकताल पुरा प्रेस गरेर चाहिँ फेरि त्यो गर्नुपर्ने चाहिँ होइन अनि मैले चाहिँ हाम्रो अहिले चाहिँ यता मार्बल भन्छ नि होला मार्बल लगाएको छ मार्बल लगाएकोमा मलाई यति चित्त चाहिँ बुझेको छैन यहाँतिर अलिअलि त्यो छ कि राम्रोसँग लगाएको छैन बाटो यसो के मान्छे हेर्ने मान्छे छैन नभएपछि त्यस्तै हुने हो नि त अब घरको कामहरू दिएपछि आफूले दिएपछि मान्छेले गर्नु दिएपछि आफू पनि बस्नुपर्छ भन्ने नि अब फुर्सद छैन फुर्सद भएको मान्छेहरू है अनि मैले अस्ति नै चाहिँ यहाँ हाम्रो के भन्छ यो ओनियन प्याजको बिउ राखेको थियो प्याजको बिउ चाहिँ मजाले आएको छ यता हजुरहरूले देख्न सक्नुहुन्छ यस्तो छ है अब यस्तो छ यता प्याजको बिउहरू छ यहाँ अङ्गुरको बिरुवा छ होइन बोट फलिसक्यो यो चाहिँ 3 सुरेको मालाको बिरुवा हो अनि यता 2 सुरेको पनि 5-6वटा छ सो त्यो आज काम गरौँ भनेको मलाई काम गर्न एकदम जागत नै लागेन जागत नलागेपछि गर्नु के भन्ने चाहिँ मलाई केही आइडिया पनि आएको छैन के गर्नुपर्छ भनेर अनि यतापट्टि मैले अघि नै मेरो भाइ ललिस भाइलाई चाहिँ 2 डोको मल चाहिँ खनाइदिउँ न भाइ ल भनेको थियो भाइले हुन्छ भन्ने कुरा गरेँ होइन खनाइदिउँला नि दाइ भन्दै थियो अनि पैसा दिन्छु भनेको चाहिँ मैले सो यहाँ उसले चाहिँ यहाँ चाहिँ अस्ति मैले लसुन पनि रोपेको थिएँ यता सो लसुनहरू टन्नै छ सो यहाँ पानी चाहिँ सुकिसक्यो हाम्रो यहाँ चाहिँ पानी आउने गर्थ्यो होइन पानीको मूल सुक्यो होइन सुकेपछि पानी आउँदैन सो त्यसैले चाहिँ मैले पानी माथिबाट पानी किनेर लिएर आउने कुरा सोच लिएर आइरहेछु अलिकति यो प्याज चाहिँ अलिक ठुलो होस् अनि प्लान्ट चाहिँ पिस गर्छु मतलब अब त्यो भनेर चाहिँ अनि पानी जानुपर्ने छ यता सो त्यही हो लाइक धेरै चिज केही छैन देखाउनु हजुरहरूलाई होइन मेरो घर चाहिँ यही हो
इस घर यही हो होइन। यहाँ चाहिँ एउटा घर हुने गर्थ्यो हाम्रो पुरानो घर। हजुरहरूले मेरो पुरानो भ्लगहरू हेर्नु भएको छ भने चाहिँ तपाईँहरूले थाहा हुन्छ कि या त याद हुन्छ कि या चाहिँ मेरो पुरानो घर थियो जहाँ चाहिँ मेरो बाले होइन दुःख गरेर यहाँ बनाएको थियो होइन। एउटा निशानी जस्तो भनौँ न बाको अब एउटा निशानी जस्तो थियो। अनि माथिबाट पानी आएर चाहिँ होइन यहाँबाट चाहिँ पानी आएर चाहिँ पानी सबै आएर चाहिँ बगाएर चाहिँ होइन तलपट्टि अहिले देखिरहेछ नि टिन त्यहाँ पनि क्षतिपूर्तिबाट होइन। अब ठिक छ अब नेचरलाई कसले रोक्नु सक्छ होइन। नेचरलाई अब नेचरको फ्लोमा हिँड्नुपर्छ भन्ने चाहिँ ध्यान दिनुपर्छ भन्छ। सो यो चाहिँ हाम्रो ब्रिक सो ब्रिक यसले चाहिँ टोइलेट बनाउनु। मैले चाहिँ त्यो टोइलेट हुन्छ नि त्यो टोइलेट चाहिँ भत्काएर फेरि त्यही यसलाई रिनोभेसन गरेर त्यो के अरे रियुज गरेर चाहिँ मैले यो बनाइदिउँ भनेर सोचिरहेको थिएँ। दाइको दिमागमा के आएर चाहिँ मलाई यति थाहा हुँदैन होइन। अनि त्यही हो अब घरमा केही छैन है। अनि यो चाहिँ मेरो अङ्गुरको बोट हो। मर्नु आँटेको थिएँ मैले हेर्दै त्यसलाई चाहिँ के भन्छ अरे पोलिथिनमा थियो नि त पोलिथिनबाट चाहिँ चेन्ज गरेर मैले बाटामा हालेर चाहिँ पानी हालेको दिनको दिन पानी हालेर चाहिँ अहिले चाहिँ यस्तो छ। सो जे जस्तो चाहिँ लाइफमा जे हुन्छ होइन अगाडि बढ्नुपर्ने छ भनेर चाहिँ सिकिन्छ है। जे जस्तो भयो भने अगाडि बढ्नु चाहिँ पर्छ भन्ने हुन्छ। त्यही हो अब यहाँ यो रोजी यो बनाउने कुरा गर्दैछ दाइले अब यो के हुन्छ कस्तो हुन्छ होइन अलिकति बनाउने कुरा तर्फ लाग्नुपर्ने हुन्छ नि। लाइक थोरै भयो नि धेरै भयो भने आफ्नो फ्यामिलीको लागि भयो भने ठिकै छ भन्ने सोच हो क्या। त्यही भएर लागि परिरहेछ। ल यहाँ चाहिँ पानी त्यो के अरे मूल फुट्या जस्तो छ कि चिसो छ भने अस्तिदेखि। अब म चाहिँ जाने भए जाऊ हो माया धेरै नसतौ भन्ने गीत सुनेको छैन। स्वर डेन्जर छ नि फेरि यार। स्वर सुनेर भाग्ला फेरि यार बाख्रा जस्तो सुने के अरे बाख्रा भैँसी कराएछ। अनि एउटा इन्ट्रेस्टिङ कुरो भन्छु ल। मैले चाहिँ अस्ति नै होइन अस्ति कति अस्ति नै एकताल आडी भाइलाई प्याज ल्याएर प्याज रोप्नु पऱ्यो भनेको थियो कि। अनि प्याज ल्याएर थियो 2 गुच्चा हुन्छ नि त्यो के अरे 2 मुठा 2टा मुठा ल्याएर आएको थियो कि। अनि 2 मुठा ल्याएर आएको थियो लिएर आएर चाहिँ अनि के 2 मुठा ल्याएर आएको थियो 2 मुठा ल्याएर थियो टाइमै नभएर कि टाइमै भएन। टाइमै नभएपछि चाहिँ हामी रोप्नै पाएन कि। अनि एक दिन चाहिँ छुट्टीमा रोप्नु पऱ्यो भनेको 3टा पानी पनि हाल्नु भएन कि 3वटा मात्र रहेछ अरे यहाँ। ओ बाको टुरको अब 3वटा मात्र रहेछ अरे। यहाँ त मैले लसुन रोपेको होइन। त्यही हो यति छ। अलिअलि गर्नुपर्ने छ गर्नुपर्छ भन्ने सोच लिएर चाहिँ गरेर नत्र त्यस्तो जाएर चाहिँ गर्दिनँ भन्ने पनि हुन्छ। लाइक मलाई गर्नु मन लाग्छ कि धेरै कुरा गर्नु मन लाग्छ होइन। धेरै कुरा यो गर्नु मन लाग्छ बट सपोर्ट यति नपाएपछि अलिक गाह्रै पर्छ नि त जे चिजमा नि। आफूले मात्रै फोर्सफुल्ली गर्ने भनेर मात्र हुँदैन नि त। आफूले मात्रै जोड लगाएर त कहाँ हुन्छ होइन। त्यही भएर चाहिँ नभएको त्यस्तो अब गर नि त भन्ने खालको मान्छे र साथ दिने मान्छे नभएपछि चाहिँ अलिक गाह्रै हुन्छ कि आफूलाई। ल त्यस्तो कुरा भइरहन्छ होइन। आडी लामाको चाहिँ हाम्रो आडी लामा ज्यूको चाहिँ मेरो भतिज मेरो भाइ मेरो साथीको चाहिँ के भने मेरो भाइ मेरो दोस्तीको चाहिँ गीत रिलिज हुन आँटेको रहेछ। जितु लप्चन नाना र अनि मेरो भाइको गीत चाहिँ आउन आँटेको रहेछ बजारमा। हजुरहरूले म यहाँ हालिदिन्छु होइन म यहाँ फोटो हालिदिन्छु। त्यो गीतमा चाहिँ हजुरहरूले टिकटकहरू बनाइदिनु होला सपोर्ट देखाइदिनु होला भन्दै आजको भ्लग यही अन्त्य गर्न चाहन्छु। केही देखाउनु छैन है केही देखाउनु छैन देखाउनु के छ के छैन
देखाउनु केही छैन होइन अनि त्यो अब हल्का फुल्का काम गरिन्छ भनेर सोच गरिरहेको थिएँ काम पनि भएन अनि अब 3 पनि बज्यो अब खाना खाएको छैन यतिकै डुल्दै बसिरहेको थिएँ खानासाना खाएको छैन अब गएर चाहिँ एक चिया खाइन्छ म त्यस्तो खाँदैन लाइक हुन्छ नि साथीहरूले धेरै खान्छ मतलब त्यो साथीहरूले धेरै कर गर्छ कि ड्रिङ्क्सहरू लिए यताउता भनेर बट मलाई चाहिँ ड्रिङ्क्सहरू यति मन पर्दैन अनि कहिलेकाहीँ सुकुलमा यो परे बेला मात्र अलिअलि खाइदिन्छु त्यही हो नखाने होइन खान्छु अलिकति खान्छु कि खाँदै त्यस्तै हाउडामा चाहिँ खाँदैन अलिक फोर्सफुल्ली गरेर हुन्छ अलिकति चाख्या जस्तो गरिदिन्छु त्यही हो ल अरू त के भन्नु चाहन्छु भने चाहिँ अब चाहिँ कन्टिन्युली दिनमा हप्तामा 4-5 वटा भ्लग आइरहन्छ सो किप इट अप किप सपोर्टिङ मी है सपोर्ट गरिराख्नु अब त धेरै चिज देखाउनु छ तपाईँहरूलाई मेरो लाइफस्टाइल धेरै देखाउनु छ रोड टु 1K भन्दै आजको भ्लग सिताउन चाहन्छु ल है त गाइस टेक केयर एन्ड के गर्नु छ फेरि भेट्टाउँला है त अर्को भ्लग